एउटा पोखरीमा 3टा माछा बस्थे। 3टा माछाको नाम चाहिँ पहिले सुन्नुहोस् के। अब मध्यम बुद्धि, तेज बुद्धि र व्यवहारिक बुद्धि। अब वास्तवमा बुद्धि पनि संसारमा यही नै हो। अब एउटा निज बुद्धिलाई मैले मन पराउँदैन, त्यसलाई त्यही भएर नाम नलिएको हो। अब यो 3टा बुद्धि भएको माछा, 3 प्रकारकै माछाहरू चाहिँ आफ्नो झुन्ड बनाएर, एउटालाई राजा बनाएर अरू लाखौँ माछा तिनीहरूको संसर्गमा थियो, तिनीहरूको सम्पर्कमा थियो। अब एक दिन सिकारी आउँछ। सिकारी त के सिकारी, चरा मार्ने हो र माछा मार्ने माझी आउँछ। यसो हेर्छ, ओहो यो पोखरीमा त कति माछा, भोलिलाई त हामीलाई मार्न पायौँ भने कति दिनलाई छाक टर्छ, बेच्यो भने पनि कति पैसा कमाइन्छ, भोलि आउनुपर्छ, तिनीहरूलाई सबैलाई मार्नुपर्छ, घरमा लानुपर्छ। त्यो 2टा माछा, 2टा माझी आउँछन्, यस्तो कुरा गर्छन् दिलमा बसेर। त्यो माझीहरू जान्छन् भोलि आउने शर्तमा। त्यहाँ माछाहरूलाई चाहिँ खुल्दुली हुन्छ। अनि लो अब अहिलेसम्म त कसैले देखाएको थिएन, अब भोलिदेखि त यहाँ माझी आउने रे, जाल हान्ने रे, हामीलाई मार्ने रे, लगाएर पकाउने रे, खाने रे, बेच्ने रे। अब चाहिँ हामी के गर्ने, कहाँ गर्ने। लो अब आपत त परिगयो नि, अब के गर्छ गर्ने होला। साह्रै आपत दुःख विपद परेपछि त्यो होइन मध्यम बुद्धि, व्यवहारिक बुद्धि र तेज बुद्धि, 3टै बुद्धिका लिडरहरू गफ गर्न थाल्छ। अब मध्यम बुद्धिले भन्छ यस्ता मलाई त खान्छु भन्ने भुक्ने कुकुर चाहिँ कहाँ टोक्छ र, टोक्दैन। त्यो मैले कुरा गरेँ, भोलिदेखि आउँदैन, केही पनि फरक पर्दैन, आए देखा जाएगा भन्छ। अर्को तेज बुद्धिले भन्छ आएर के बिगार गर्छ त मलाई, हामी ढुङ्गाको कापमा छिरौँला, त्यो आयो यसो हेरिराखौँ, त्यो आयो कि तल तल लुकौँला, त्यसो जालले हामीलाई त ढुङ्गाको मुनि पनि भेट्दैन, हामीलाई पनि के गर्न सक्दैन। अब समाति हाल्यो, जालमा परिहाल्यो भने पुछार चाहिँ हाम्रो पुछार हल्लाउँला, पाल ठुलो हुन्छ जालीको, फुत्त निस्केर भागोला भन्छ। त्यो व्यवहारिक बुद्धिले के भन्छ, हेर हामीभन्दा हजारौँ गुणा बेसी बुद्धिमान, हामीभन्दा हजारौँ गुणा बेसी शक्तिशाली, हामीभन्दा हजारौँ गुणा बेसी बल भएका, हामीभन्दा हजारौँ गुणा बेसी अनुभव भएका छ भने हामीले यस्तो कुरा गरेर हुन्छ। सबभन्दा राम्रो कुरा यो ठाउँ छोडिदिउँ, अलिक कतै जाउँ, यहाँबाट भागेर अर्कै पोखरीमा गएर बस्छौँ, ढुकौँ। तिनीहरू आउँछ, जाल हान्छ, बिसिक सर्छ, जे जे गर्छ, कोही पनि भेट्दैन, कोही पनि रहेछ, कहाँ पुगेछन् भन्छ, फर्केर जान्छ, अन्त कोसिस गर्छ। अब भनेर उसले अरू साथी 2टा साथी भन्नाले व्यवहारिक बुद्धिले चाहिँ अब तेज बुद्धि र मध्यम बुद्धिको कुरा फोकस गरेर यहाँ नबस्छौँ, भागिहाल्यो, यहाँ बस्नु ठिक छैन आदि इत्यादि भनेर धेरै फोकस गर्छ। त्यहाँबाट निकालेर लानलाई धेरै कोसिस गर्छ, धेरै प्रयत्न गर्छ, धेरै मिहिनेत गर्छ। तर त्यो 2टा गुखानेहरू, गुखाने भनेको मध्यम बुद्धि, भोलि जे पर्ला देखा जाएगा, परेपछि परिहाल्यो, त्यहाँबाट कहाँ उम्किने। तेज बुद्धि त्यो वेद पुराण आदि इत्यादि पुरै कन्ठ। अब अहिले त्यो कुरा गरेर हुन्छ, अहिलेको कुरा हो, भौतिक कुरा हो, मेरो जीवनको कुरा हो। त्यो मैले कसरी पार लाउने, कहाँबाट भाग्ने, के गरी बाँच्ने, कसलाई के गर्ने, होइन त्यो कुरा सोच्ने हो नि त। त्यस कारणले तेज बुद्धि चाहिने भन्दा बढी बुद्धि, त्यो बुद्धि कामै छैन, त्यसले चाहिँ लगाएर बडखालामा पनि डाक्छ। अब न मध्यम बुद्धि काम लाग्यो, न तेज बुद्धि काम लाग्यो। आखिर 2टैले आफ्नो अडान छोडेनन्, पोखरीमा बस्यो। त्यो व्यवहारिक बुद्धि चाहिँ केही नलागेपछि बिचरा त्यहाँ छोडेर आफ्नो झुन्ड जति, आफ्नो जतिले आफूलाई भरोसा गर्छ, विश्वास गर्छ, त्यसलाई लिएर पर जान्छ, अर्कै खाल्टामा गएर लुकेर बस्छ। अब भोलि उज्यालो हुन्छ, दिउँसो हुन्छ, 2-3 बज्छ, अनि यसो त्यहाँबाट त्यो पोखरीको माझी आयो कि आएन, आउँछु भन्थ्यो, त्यो माछाहरूको के छ अवस्था भनेर यसो बाहिर निस्केर हेर्छन्। सबै माछाहरूलाई चाहिँ बोरामा प्याक गरेर हुन्छ, सबै जालमा परेछन्, भाग्न सकेनछन्, होइन सबै माझीको बोरामा थिचिरहेछन्, भडक उफ्रिरहेछन्। अब त्यो माछाहरूको बिजोग छ, त्यो सास जाने त हो नि, अब कसलाई सजिलो हुन्छ र। अब अनि मन भनाइ खिन्न भएछ। अनि व्यवहारिक बुद्धि कुरा आयो यहाँ,
मैले फोकस कसलाई गरेको तेज बुद्धिलाई गरे नै होइन मध्यम बुद्धिलाई गरेको नै होइन मैले अहिलेसम्म भनिरहेको भनेको व्यवहारिक बुद्धि तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ त्यहाँ तपाईँको गुरुको ज्ञान पनि काम लाग्दैन वेदको ज्ञान पनि काम लाग्दैन कसैले सिकाएको कुरा पनि काम लाग्दैन के गर्दा राम्रो हुन्छ कसो गर्दा राम्रो हुन्छ कुन ठिक कुन बेठिक भन्ने कुरा चाहिँ तपाईँको गिद्धीले काम गर्नुपर्छ तपाईँलाई सोच्नु सक्नुपर्छ तपाईँलाई पहिराउनु सक्नुपर्छ तपाईँ कुनै पनि कुरामा भ्रमित हुनु हुँदैन तपाईँले म नै संसार हो म छु भने मात्र संसार छ म छैन भने केही पनि छैन भनेर आफूमाथि विश्वास गर्नुहोस् आफूमाथि भरोसा राख्नुहोस् आफ्नो कर्तव्य आफ्नो देवी देवताको पूजा गर्नुहोस् आफ्नो नैतिकता नछोड्नुहोस् सकेसम्म कसैको जुठो नखानु कसैसँग कुबल नसोच्नु त्यस्तो मान्छेकै हो ईश्वर भनेको त्यो मान्छेसँग मात्र ईश्वर हुन्छ जोसँग ईश्वर छ त्यही मान्छे मात्र संसारको बलियो मान्छे हो त्यस कारणले मैले भनेको मतलब कथाले चाहिँ तपाईँ दायाँ बायाँ नहलिकन आफ्नो बुद्धिलाई चाहिँ सार्पनेस एकदम तेजिलो धारिलो होइन एकदम पर्फेक्ट एकदम शुद्ध एकदम पावरफुल एकदमै सक्षम बनाउनुहोस् तपाईँ जहिले आफूलाई आफू सम्झिनुहुन्छ आफूमाथि विश्वास गर्नुहुन्छ आफूमाथि भरोसा गर्नुहुन्छ म छँदैछु नि मेरो लागि म छँदैछु मलाई कसले यही गर्नुपर्ने हो र म कसैको लागि बाध्य पनि होइन कोही मेरो लागि बाध्य पनि छैन जे गर्नुपर्छ मेरो जिन्दगी मैले गर्नुपर्छ भनेर त्यो दिन तपाईँ यो सोच्ने क्षमता राख्नुहुन्छ त्यो दिन बल्ल तपाईँ गुड बाई नमस्कार म शङ्कर भण्डारी